वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै अनि आरामै हुन्छ होला। म पनि एकदम सन्चै अनि आरामै छौँ। अहिले चाहिँ रातिको 2 बज्यो है। अनि किनभने आज हाम्रो चाहिँ मर्निङमा फ्लाइट छ नि त, अनि त्यही भएर आज चाहिँ अलि छिटो उठेर नुहाइधुवाइ गरेर फ्रेस भएर चाहिँ हामी आज जानेवाला छौँ। कहाँ भन्दाखेरि चाहिँ हजुरहरूले थम्बनेल टाइटल हेरेर थाहा भइसकेको छ होला है, माथि हेरेर। अनि अहिले चाहिँ हामी दुईजना मात्रै छौँ क्या, यता म अनि यता साथी है। अनि अहिले चाहिँ रातिको 2 बजिसकेको छ, किनभने तल हामीलाई चाहिँ ट्याक्सीले लिन आइसक्यो क्या। अनि त्यही भएर चाहिँ अब हामी A few moments later. चौरासी कति भएको थियो किन पुग्दैन त्यहाँ मिल्ला नि त। नि मेरो भन्दा किन साथीहरू अहिले चाहिँ हामी रेडी भएर निस्किसक्यौँ। अहिले रेडी भएर निस्किसक्यौँ है। अनि किनभने टाइम भइसक्यो नि त। अनि हाम्रो चाहिँ गाडी आइसक्यो तल, त्यही भएर अहिले चाहिँ हामी रेडी गर्छौँ। हामी अहिले चाहिँ चढ्दैछौँ है। गाडी चाहिँ आइसक्यो। साथीहरू हाम्रो चाहिँ हामीले गाडी आइसक्यो है। हामीले चाहिँ प्याक गरेर हिँड्नु लाग्यो। हजुर यता एउटा सुटकेस अनि यता चाहिँ मेरो। अनि अहिले चाहिँ हामी जानु लाग्यो। लोड हुँदैछ, ल्याउनु तपाईँको नि। साथीहरू अहिले चाहिँ हामी फाइनल्ली एयरपोर्टमा आइसक्यो है। अनि एयरपोर्ट चाहिँ यस्तो बवाल छ कि यो चाहिँ एयरपोर्ट। अहिले चाहिँ हामी भित्र जानु लाग्यो है। भित्र चाहिँ के हुन्छ कसो हुन्छ होइन। भिडियो गर्नु पायो भने चाहिँ भिडियो गर्छौँ, पाएन भने चाहिँ त्यस्तै हो। जाउँ। साथीहरू अहिले चाहिँ हामी एयरपोर्टभित्र छौँ होइन, किनभने सुरुमा चाहिँ हामीले भिडियो लिन पाएन। अनि अहिले चाहिँ भित्र छौँ। अहिले चाहिँ हामी सिधै क्लिपमा छ र त्यो पनि थोरै मात्रै क्लिप लिएको होइन। भित्र चाहिँ किनभने अलाउड थिएन नि त, त्यही भएर चाहिँ मैले भित्रको चाहिँ लिएन। भित्रको नलिएको कारण चाहिँ म त्यही भएर अहिले चाहिँ अलिकति क्याप्चर गरेको छु। लास्टै प्याक थियो नि त, त्यहाँ अब लगेज सकेको थियो, यताउता अरे के गर्नु पऱ्यो। त्यही भएर चाहिँ भित्र मैले देखाएन। त्यही हो, 2-3 घन्टाको पर्खाएपछि है अहिले प्लेनमा विमान कर्मचारी द्वारा दिए गए सभी निर्देशों और विमान के सभी संकेतों का अनुपालन करें। अब कृपया सीट पॉकेट में रखें। सुरक्षा कार्ड को ध्यान से पढ़ें। ध्यान देने के लिए आपका धन्यवाद। 8 घन्टापछि चाहिँ साथीहरू बल्ल ल्यान्ड भयो है। आठ घन्टापछि चाहिँ टाइममा यति गाह्रो ट्रान्जेक्सनमा लाइन बस्नुपर्ने बल्ल यता। कति घन्टा पछि 7 घन्टा पछि बल्ल ट्रान्जेक्सन। अहिले चाहिँ हामी ट्रान्जेक्सन भएर चाहिँ ठुलै छ नि।
for takeoff. हाम्रो चाहिँ खानेकुरा आइसक्यो यहाँ है। यता जुस छ अनि यता स्यान्डविच, यता केक, सबै कुरा पायो। तर यो चाहिँ के हो क्या, यो चाहिँ थाहा भएन क्या। जुस चाहिँ हिँड्नु पर्छ कि क्या हो, खच्चा जस्तो।